आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। तर तपाईँहरूलाई म एउटा कुरा चाहिँ अहिले इन्ट्रेस्टिङ फन्टास्टिङ खालको भन्छु के भने नि मलाई खोकी लागिरहेछ, यस्तो यस्तो नै भइरहेछ, उस्तो उस्तो नै भइरहेछ, त्यसलाई डोन्ट माइन्ड होइन गाइस। तर एउटा कुरा सत्य कुरा हो, मान्छेले पत्याओस् नपत्याओस् होइन, सत्य कुरा हो, सत्य पनि हो, यो साँच्ची साँच्ची कुरा होइन, एकदम एकदम हो क्या, एकदम सत्य कुरा। बिहानै मान्छे उठ्छ, तपाईँहरूलाई थाहा छैन होइन? एकदम तुम्लाई थाहा छैन? बिहानै मान्छे उठ्छ, खाजा खान्छ, फेरि सुत्छ। यो के हो घटना, के हो घटना, तपाईँहरूले बताइदिनु पर्ने हुन्छ यो कमेन्टमा प्लिज। कमेन्ट डाउन बिलो भन्नै पर्ने होइन होइन, यो घटना चाहिँ कसरी तपाईँहरूले भन्नुपर्ने हुन्छ है। हाम्रो टुकटुक भ्लगमा भन्नै पर्ने हुन्छ कमेन्ट लगाएर। तपाईँहरूलाई स्वागत छ। अब हामी नाम पनि युनिक छ नि त होइन? खतरा गफहरू यहाँ जिग्रो म चाहिँ टक्क लाएर अब यहाँ गफ सफ तपाईँहरूलाई यहाँ सट्टा अब छोटो मिठो है। ल यस्तो क्या जिगो, यस्तो क्या जिगो एउटा कुरा क्या, यहाँ नेपालमा होइन केटीहरू त छ, तर कसले पटाइरहेछ? साला हिजोमा कसम पार्कमा के गरिरहेको थाहा छ, साला नर्सहरू जति साला सबै मदिसेले उडाउँछ, मासले के गर्नु होला यार भगवान। त्यति साह्रो पनि नहुने कि त्यो उनीहरू पनि अब हिंसा हुन्छ, हामी मात्रै हिंसा थियो होइन, त्यही भएर नि होला होइन। त्यो कुरालाई अब त्यो कुरा भनेको त्यस्तै हो कि होइन, नेपालको केटीहरू चाहिँ कसले पटाइरहेछ क्या, अन्त केटीहरू चाहिँ कसले पटाइरहेछ क्या होइन, केटीहरू चाहिँ कसले पटाइरहेछ क्या नेपालको। अनि हामी दुईजना त अनि सिङ्गलै मर्ने भयो त यार। कतिवटा भ्यालेन्टाइन डे सकिसक्यो, कतिवटा गइसक्यो, भ्यालेन्टाइन डे एउटा बुके आए त मरे जाउँ ल। भ्यालेन्टाइन डेको दिन साला केटीको त एसएस पनि आउँदैन। भ्यालेन्टाइन डेको दिन पानीको जार बुकेर हिँड्ने मान्छे हामी हो। मुटुमा ढुङ्गा राखेर हिँड्नु परेछ नि साला। यो केटीहरूले नि बोलाउनु नि है। अन्त यसो भन्नु नि, केटीहरूले नि हामीलाई तपाईँलाई म मन पराउँछु भन्ने आम्मा यति त कहिले पाउनु, यो जुनीमा नहोला जस्तो छ। अब यो कुरा भनेको यस्तै हो कि कति सोझो हो भन्ने हामीलाई मात्रै थाहा छ, हामीलाई पनि थाहा छ। अनि यस्तो हो क्या यो। अब अहिलेको के भन्नु, अहिलेको जमाना भनेको यस्तै हो कि अब राजाहरूको दिन पनि बिस्तारै फर्किन्छ। तर नेपालमा यस्तो धेरै केटी छ, हामीलाई नि बोलाउनु नि। अब बजार निक्ल्यो भने अब के गर्नु, अब केटीको अब भेडा बाख्रा जस्तो छ होइन मान्छे। केटीहरू पनि राम्रो, अब हाम्रो म्याचमा धेरै पनि खाली होइन, खाली बोकाहरूको मात्रै छ, बोकाहरूको म्याचमा पनि झार उम्रिसक्यो साला। उयो के अरे उयो खिया लागिसक्यो, आउँदैन यार। टुङ गरेर कहिले बज्छ, अहिलेसम्म बजेको टुकटुक भ्लगले त कसैको अहिलेसम्म युनिक हो नि। इरिटेट बनाइन्छ नि, इरिटेट। घाम चाहिँ कस्तो दामी लागिरहेको छ, नराइसरी घाम ताप्नु त बढै मजा लाग्छ। हामीले पनि मार्केट खाने हो कि यो भ्लगबाट, टुकटुक भ्लगले भन्नुभएको छ नि त। मेरो मन मात्रै शान्ति भनेको त यार शान्ति पत्र रहेछ नि त। ठाउँै शान्ति पत्र, अनि त्यसै हाम्रो मन शान्ति हुँदैन त होइन। अब यो गीति लागेको भनेको चाहिँ नेपालमा के भने नि, हेर न यहाँनिर साला के अरे घरको सन्तानको सिटीमा आएर साला घलोमा भोट हाल्ने भन्छ साला। आफ्नै सिटीलाई आफ्नै सिटीको त्यो अडियन्सहरूले चाहिँ साला दर्शक श्रोताहरूले चाहिँ के हो यो मान्छेहरूले आफै सिटीलाई साला भोट गर्ने कि अरूलाई गर्ने भनेर सुतिरहेको छ नि। तर अहिले हामी अब टुकटुक भ्लगर भनेको इन्ट्रेस्टिङ हो, इन्ट्रेस्टिङमा जान्छ होइन। अलिक हामी यस्तो पार्टी सार्टीमा जाँदैनौँ होइन। जिको यो घामले हो कि के हो, हामी पनि गोरी निस्किन्छ है। अब के भएर म हामी त काले हो, गोरी निस्किन्छ है। आम्मा घाम र है, घाम र क्यामेराले हो कि के हो, फिल्टरबाट लाग्यो कि मेकअप गऱ्यो हामीले। जिन्दगीमा यो गाउँमा नेपालमा केटी नै सक्यो कि क्या हो। मोराहरूले छोरी चाहिँ जन्माइन कि क्या हो यार, हाम्रो लागि चाहिँ बजारमा चाहिँ किन एउटा त हाम्रो लागि हामीलाई नि हेरिदेऊ न यार, यसो एउटा यसरी त गरिदेऊ न।
शान्ति पथमा बसेर मनै शान्त भएर उयो बनाएर बस्नु परेछ एउटा यसरी टर्टट हो एउटा यसरी त गर न अब यो डर हो कि नर 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 अरे बाबु नरे कन्ट्रोल मन कन्ट्रोल यो घाँटी केले दुख्यो थाहा छ केले धेरै दगुडे तर पायो केही पाएन त्यसरी दुख्यो पाएको भए कस्तो हुन्छ अहिले नगएको कस्तो भएको दिन ठिक हो कि तपाईँहरूलाई लाग्छ होला साला यिनीहरू बोकापन्थीले झुको बोकाहरू भनेर लाग्छ होला हो कि नभन तर हामी त्यस्तो अब अहिलेसम्म केटीको चक्करमा चाहिँ परेको छैन अब केटीले भाउले पर्छ है फेरि हामी त सोझो हुँदै अहिले हच्चाउ हुन्छ कस्तो केटीहरूले पनि बालै नदेख्यो हाम्रो त्यो त्यही त यसो हेर्दा त हिँड्छ जस्तो है ओइ कि क्यामेराले हो कि यो आइफोनको क्यामेरा नि साह्रै झुक्काउने क्या यस्तो गोरे देखाएको छ है लास्ट फटा नि यस्तो हामी यस्तो टरेको मान्छेले यस्तो गोरे देखाएको छ फेरि हामी पनि गफ चाहिँ करोडको हाल्ने के भन्नु गोजीमा आने सुक्को भयो नि करोडको गफ हान्नु पर्ने अनि तर पुरा नि हो तर घाम चाहिँ ओभरै लाग्यो तर यो केटीहरूले चाहिँ किन चाहिँ हेर्दै हेर्दैन के हाम्रो अनुहारमा यहाँ यस्तो खोट छ बिचारा खोटाउनु अलिकति भएको थोरै थोरै डर्ने पर्छ अनि यस्तो मान्छे त हिँड्छ है त हेर्नु नि है एक दुईजनाले हामीलाई नि भनिदिनु बेबी भनेर त्यति साह्रो त भन्दैन होला है त्यही त होइन त्यति नि भन्ने त्यति साह्रो नि भन्नु पर्दैन यसो झुक्केर लु एसएमएस आउँदैन लु एसएमएस आयो भने त अहिलेसम्म झुक्केर पनि आएको छैन यसो बरु बिरालो रोला कि एसएमएस त मरे गाड्छ होला कुखुराले मुत्ला बरु भन्दा एसएमएस आउँदैन के बोल्यो फेरि हामी सोझो मान्छेले के बोल्यो अब चाहिँ अहिले त अब कति आज कति हो अब चुनाव पनि आउनु आँट्यो 21 गते भोट हाल्दा जानुपर्ने नहोला जस्तो छ गइ नहोला जस्तो छ अब यसो लास्टमा बुढाहरूले पुरानै पार्टीलाई जिताउला जस्तो छ बुढोहरूले अब युवाहरूले त नदेला नयाँलाई यो कुरामा नजाउँ कि हामी भनेको नि हामी टुकटुक भ्लगमा अलि रमाइलो होइन फन्टास्टिक वाला मात्रै हुनु पर्यो यस्तै हुन्छ अघि आएकोसम्म खाटमा सुतेको होइन साला टाउको चिला गऱ्यो होइन अहिले नुहाएर आएको केले चाहिँ चिलायो भने त्यसले किराउ परिरहेछ जिगन तिमी चाहिँ बेलुका सुत्दा हेर्दै अनि जिगो चल्लेको गरेर लास्टमा नाङ्गै बनाएर हुन्छ तान्दा हुन्छ तिमी चल्लेको गरेर किसिम बोल्छ यस्तो कुरा खोल्नु हुँदैन किसिम बोल्छ फेरि तपाईँहरूलाई चाहिँ टुकटुक भ्लग चाहिँ तपाईँहरूको साथ सपोर्ट चाहिँ चाहिएको छ सब्सक्राइब बेल आइकन अनि लाइक कमेन्ट चाहिँ गरिदिनु होला होइन अब भइसक टाइममा भाइ सेयर पनि साथीहरूलाई गरेर पनि एकदम रमाइलो हामीले भिडियो बनाउँछौँ टुकटुक भ्लगलाई गरिबपन्थीले छोएपछि यसरी चान्स लाएर यस्तो पर्नेहरू बताउनु छ के गर्छ अहिले भन्नु किसिम बोल्दा यस्तै छ होइन अब फोनमा चार्ज छैन अब यस्तो लगाउनु त पऱ्यो अनि सेप हामीलाई चाहियो भनेको तपाईँहरूको सब्सक्राइब चाहिएको यस्तो अब धरान अब परिहरूको संसारमा बसेर एउटा केटीले नहेरेपछि हुन्छ त नि अब के गर्नु साला लौरेको छोरीहरू सबै मधेसी गुरुङ तामाङ के गर्नु मर्नु त्यही साह्रै नभनौँ कि लान्छ नि हो अब तर हामीलाई त हेर्नु नि यार यो धरानको केटीहरू त कसले पठाइरहेको छ क्या यसरी हेर्नु पऱ्यो क्या हामीलाई चाहिँ नि यस्तो गरेर यस्तो छड्के आँखाले नि हेर्दैन ढुङ्गा मुटुमा ढुङ्गा राखेर बस्नु परेछ मुटुमा ढुङ्गा राख्नु परेछ नि गाई तर पनि अब हामी अरूको गर्लफ्रेन्ड हेरेर भने हामी चिता बुझाउँछौँ होइन
अब यस्तो छ होइन अब अहिलेको अवस्था चाहिँ आफ्नो गर्लफ्रेन्ड नभए नि अरूको गर्लफ्रेन्डलाई हेरेर पनि चित्त बुझाउनु परेछ अहिले चाहिँ है तर गाह्रो छ नि तथा नाम बोल्छ किसिम बोल्छ उनले आन्टी लभर ए होइन किसिम बोल्छ किसिम बोल्छ उनले यो फटा छ क्या तर कस्तो दामी घाम लाग्यो यार जिको हाम्रो भिडियो त यहीँ 11 मिनटको भइसक्यो 11 होइन 1 घन्टा 11 घन्टा 1 करोड घन्टा पो भइसक्यो किसिम बोल्छ यो उनले नि तार अब के कुरा गर्नु र यसको त होइन आएन सञ्चार माया विचित्र छ साह्रै मजा आयो एउटा सायरी एउटा लाइन छ क्या लिम्बुनी केटीहरूलाई डेडिकेट गर्दैछु है ल यो चाहिँ म भन्छु होइन अब भोइस त अब त्यस्तै छ के गर्नु अब आज मलाई मार्की पनि लागिरहेछ यता त्यता अब के भइरहेछ गाडगुडित भइरहेछ घाँटी होइन गाडगुडित भाँड खरानी भइरहेछ तर पनि अब तपाईँहरूलाई के भन्नु अब तपाईँहरूलाई अब छोटो मिठो चट्ट परेको अब टक्क लाएर के अरे एउटा चट्ट परेको लाइन भन्छु तर तपाईँहरूले त्यो सुनिदिनु भएन भने हामी के गर्नु तर म भन्छु के भने नि दिएको मैले के कस्तो थियो यति रातो हुँदैन ए आयो लिम्बुनी केटीहरूलाई डेडिकेट गर भन्दैछ ए के पो थियो ए के भयो ए धानमा चौपाईलाई सारेर ए बिरालोलाई खसी पारेर किसिम बोल्छ अरे होइन यस्तो ए के पो थियो ए के पो थियो ए तामाङ गुरुङको छोरो एक गौरो ए लाउँदैन माया करैले ए ढुङ्गाको रेखी तिमीदेखि ए हेर्दैन अरू नडराउनु भयो जस्तो लाग्यो यतिको लाइनले चाहिँ फेरि मार्क टुकटुक भ्लग एकछिन समय छैन कि यहाँ तपाईँहरूलाई म एउटा कुरा देखाउँछु कि साला केटी बनाऊ भने केटी छैन तर यहाँनिर एउटा मैले सुन्दरीको फोटो खिचेर राखेको छु तपाईँहरूलाई म देखाउन चाहन्छु सुन्दरीको फोटो कति सुन्दर छिन् यिनले नै गर्दाखेरि अब मेरो जिन्दगी सुध्रिरहेको छ अहिले भर्खर नआएको त के गर्दैछ यहाँ जुम्रा पऱ्यो कि हो यार मेन भनेको लास्टमा गएर के भन्छु भने नि जीको हाम्रो भ्लगमा चाहिँ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन यो नाक पनि के भएको साला कस्तो फडा छ यार साला यो नाक बन्द भएर नि तर यति भन्दै जिगुरो म अब बाहिर निस्किनु पर्नेछ आजको भ्लग भनेको चाहिँ तपाईँहरूलाई यति नै हो होइन तर अब यति